ल किन यसरी भेट्न बोलाएको? अब केही दिनमा हाम्रो बिहे हुँदैछ। अनि हामी सधैँभरि सँगै भइहाल्छौँ। हामी कि एकछिन पनि छुट्टिएर बस्न सकेनौँ। पिर नगर, यस्तो म तिमीलाई कदापि हुन दिने छैन। फेरि के भयो तिमीलाई? भेट्न पनि खोज्छौ अनि बोल्न पनि खोज्दैनौ। शिव, मलाई माफ गरिदिनु। मलाई लाग्छ अब हाम्रो यात्रा यहाँभन्दा अगाडि बढ्न सक्दैन। तिमी होसमा त छौ? अबको 5 दिनपछि हाम्रो बिहे हुँदैछ अनि अहिले आएर यस्तो कुरा गर्दैछौ? हेर पार्वती, यो कुनै बच्चाको खेल होइन। त्यसैले अहिले आएर यस्तो कुरा गर्न सुहाउँदैन। त्यसैले चुपचाप बिहेको तयारीतिर लाग। म ठिक भन्दैछु। मैले यो समयमा आएर तपाईँलाई धोका दिने मेरो कुनै पनि स्वार्थ होइन। तर परिस्थिति यस्तो आइलाग्यो, त्यसैले मैले बिहे नगर्ने निर्णय लगेँ। सक्नुहुन्छ भने मलाई माफ गरिदिनु। मेरो पनि चाहना यही थियो, यो जुनी तपाईँसँग कटाउन पाऊँ। तर सोचेको जस्तो नहुँदो रहेछ। कतिपय समयमा सँगै हिँडेका सहयात्रीले बीच बाटोमा अँध्यारो देखेपछि साथ छोड्नुपर्ने रहेछ। घरमा मसँग रिसाउनुहुन्छ होला। एकचोटि तपाईँले बुझाइदिनु है। मैले सोचेको भन्दा केही फरक कुरा गर्यौ तिमीले। ठिकै छ, तिमीलाई त्यस्तो के बाध्य आइपरेर यस्तो कुरा गर्न पुग्यौ त्यो त म जान्दिनँ। तर केही मिठा सपना देख्दै गर्दा तिमीले बिउजाइदियौ। म त्यसमा पनि कुनै गुनासो गर्दिनँ। मैले सोचेको थिएँ यो मनैको दरबारमा सजाउँछु। तिम्रा लागि यो मनमा हजारौँ सपनाहरू सजाएको थिएँ। तर दरबार जस्तो यो मनलाई एक कम्पनमा छोडिदियौ। अब मेरा शब्दहरू सकिए झै लाग्न थाल्यो। तिमी मेरै हुनुपर्छ भन्ने पनि छैन। समयको माग हो। तिमीले सही गर्यौ या गलत त्यो त तिमीलाई नै थाहा होला। हामीले बाचा त कहिले पनि गरेनौँ, तर मनको मन्दिरमा तिमीलाई सजाउन खोज्दै थिए। हुन त हाम्रो विगतले गर्दा पनि होला तिमी बदलिन खोजेको। ठिकै छ, तिमी जे चाहन्छौ, जस्तो चाहन्छौ त्यस्तै हुन्छ। खुसी हुनु म पनि सक्दो कोसिस गरौँ। अनि एउटा कुरा याद राख, मलाई जस्तै अरूलाई आशा नदेखाउनु। बाई। तपाईँले सोच्न पाउनुभयो, जसरी भए पनि मन बुझाउनु पर्ने रहेछ। मनको घाउ रोए पनि दुख्छ, नरोए पनि। मेरो विगतले यसलाई केही असर पार्ने थिएन। तर कतिपय कुराहरू छन् म चाहेर पनि भन्न सक्दिनँ। कतिपय सपनाहरू पुरा नहुने रहेछन्। कतिपय समयमा मजबुरी हुँदा पनि बहाना बनाए चाहिँ हुँदो रहेछ। हुन त म माफीको लायक छैन होला, तैपनि कोसिस गरिदिनु। मैले पनि केही खुसीको बाटोहरू देख्दै थिएँ, तर दैवले देख्न सकेन। अब तपाईँ यहाँबाट गइहाल्नु। सायद अब हाम्रो भेट यो जुनीमा नहुन पनि सक्छ। मैले तपाईँलाई धोका दिएको भनेर कहिले पनि मनमा नराख्नु है। म सधैँभरि तपाईँलाई खुसी भएको हेर्न चाहन्छु। गल्ती मेरै थियो। तिमी मसँग खुसी हुँदैनौ भन्ने थाहा हुँदाहुँदै
तिमीलाई माया गर्न नछोड्ने यो पागलपन मेरो सबैभन्दा ठुलो कमजोरी भयो। मेरो माया स्वार्थी थियो होला, तर तिम्रो खुसी नै मेरो खुसी हो बनाउने सोचमा मैले मेरो भावना तिमी माथि थुपार्न खोजेँ। तिमीलाई आफ्नो बनाउन मरिहत्ते गर्दा मैले तिमीलाई आफ्नो बाटो हिँड्न बाध्य बनाएँ। तर आज बुझ्दैछु साँचो मायामा जबरजस्ती गरेर नहुने रहेछ। मेरो मनको भावनाहरू कुनै भित्तामा टाँसिएको पात्रो जस्तो थिएन जो हरेक बिहान बदलिरहन्छ। समयले दिन बदल्ला, मौसमले रङ फेर्ला, तर यो मनले रोजेको सत्य त्यति सजिलै बदलिँदैन। यदि तिमी तिम्रो भनाइमा अडिग छौ भने म केही भन्दिनँ। तपाईँलाई भन्न सक्ने मेरो कुनै शब्दहरू छैन। कुनै दिन याद आयो भने पाना पल्टाएर हेर्नु। पार्वती, हजुर, तिमीलाई म देखे कतिको विश्वास लाग्छ। यो पनि सोध्ने कुरा हो त। बरु तपाईँलाई चाहिँ मदेखि लाग्दैन होला। त्यस्तो होइन, तिमीसँग यति नजिक हुन पुगेछु कि एकछिन नबोल्दा पनि सुन्ने लाग्छ। कहिलेकाहीँ लाग्छ तिमीलाई मेरो माया कमी पो हुने हो कि। मलाई देखावटी गर्न आउँदैन, बाहिर जे देख्छु मनमा पनि त्यही नै छ। कुनै दिन कमी महसुस भयो भने तिमीले मलाई छाड्छौ होला है। किन यस्तो कुरा गर्नुभएको? मेरो पहिलो नभए पनि अन्तिम तपाईँ हो। आवश्यकताहरू बढ्दै जाँदा सपनाहरू घट्लान्, तर हामीले सानो कुरामा रमाउन सिक्नुपर्छ। हाम्रो सानोतिनो झगडा होला, तर मनमा केही नराखी हामी अगाडि बढ्नुपर्छ। चाहे जस्तो सुकै परिस्थिति आए पनि मेरो अन्तिम सास र उन्जेल
तपाईँको साथ दिने बाचा गर्छु। तिमी मेरो जीवनको त्यो पात्र हो, त्यो म कहिले पनि बदलिन दिन्न। तिमी मेरो मनको दैलोभित्र यसरी बसिदियो जो म चाहेर कहिले पनि निकाल्न सक्दिनँ। मलाई तिमीले बुझिदियो भने मात्र संसार जित्ने आँट राख्छु। साथ त दिन्छौ नि? अब मेरो बाटोमा तगारो बन्न नखोज। मलाई यतिले पुग्यो। जति तिम्रो लागि मेरो मन रोएको छ त्यति नै तिमीलाई पनि रोउने छु। माया त मैले तिमीलाई गरेको नै हो, तर अहिले आएर तिमीलाई मेरो जात सानो भइदियो। म तिम्रो लागि एउटा समय कटाउने बहाना थियो होला, तर मैले तिमीलाई मेरो सर्वस्व ठानेको थिएँ। के गरिबले चाहिँ माया गर्नु हुँदैन र? भन्छन् मायामा केही पनि हेरिँदैन, न जात न धर्म, केही पनि हेरिँदैन। तर तिमीले सबै हेर्यौ। मैले कसैको मन जित्न सकिनँ। मैले तिमीलाई मनैदेखि माया गर्थेँ, तर तिमीले अरू कसैसँग बिहे गर्ने कसरी सोच्यौ? पार्वती, यदि तिमी मेरो भएनौ भने म तिमीलाई अरू कसैको पनि हुन दिन्न। तिमीले गलत बुझ्यौ। तिमीले सोचेको जस्तो म भइदिएको भए सायद कहिले तिमीसँग नजिक हुने थिएन होला। म एउटा नारी हो, मैले घर परिवार समाजको लागि बाँच्नुपर्छ। विगतमा हाम्रो सम्बन्ध जस्तो भए पनि त्यसले पहिलेको जस्तो बनाउन सकिँदैन। गल्ती हामी दुवैको थियो होला, त्यसैले हाम्रो सम्बन्ध अगाडि बढाउन सकिएन। जाऊ तिमी पनि नयाँ जीवनको सुरुवात गर। तिमी मेरो मनबाट त्यही दिन निस्किसकेको थियौ जुन दिन मैले तिमीलाई अरूसँग देखेको थिएँ। मैले पनि तिम्रो लागि केही सपनाहरू सँगालेकी थिएँ, तर तिमीले नै त्यसलाई राख्न दिएनौ। कुनै दिन तिमीले पनि मलाई बिच बाटोमा छोडिदिएका थियौ, तर मैले कहिले बदला लिन खोजिनँ। म बिस्तारै तिमीसँगका यादहरू बिर्सिन खोज्दै थिएँ, तर तिमीले रोकिदियौ। अब म तिमीलाई जीवनभर माफ गर्न सक्दिनँ। आजदेखि तिम्रो यो अनुहार म नचाहेर पनि याद गर्दिनँ। तिमी यहाँबाट गइहाल। अहिले आएर पनि तिम्रो नजरमा म नै गलत भयो होइन? यदि तिम्रो नजरमा घृणाको योग्य ठहरिएको छु भने यसमा मलाई कुनै आपत्ति छैन, किनभने सबैको मनमा सम्मान भावना हुँदैन। मैले तिम्रो हृदयमा स्थान नपाउने भाग्य लिएर आएको रहेछु, त्यसैले आज तिम्रो नजरमा दोषी देखिए। तर यो पनि सत्य हो, तिम्रो प्रत्येक घृणाभित्र पनि तिम्रो यादको अंश महसुस गर्छु। हेर पार्वती, यी सबै बहाना भइदियो। हिजो पनि मेरो मनमा तिमी थियौ र आज पनि। हिजो तिमी मदेखि टाढा हुने बहाना खोज्दै थियौ अनि म नजिक हुने। जुन दिन तिमीले मसँग छुटिने निर्णय गर्यौ त्यो दिनदेखि मैले आफूलाई सम्हाल्न सकिरहेको छैन।
तिमी विरुद्ध मेरो गुनासोहरू थुप्रै छन्। कसैले देख्न नसकेको चोट, मनभित्र थुप्रिएका पीडा अनि बोल्न नसकेका वाक्यहरू, ती सबै तिमीले जन्माएको। तर यथार्थ के हो? मायाले तर्क नहेर्ने रहेछ। मलाई तिमी जस्तो होइन, तिमी नै चाहिएको। त्यसैले यो सब गर्नु परेको। थाहा छैन तिमी मसँग कति खुसी हुन्छौ, तर कोसिस गर्नेछु। हामी बिहे गरौँ न। यो असम्भव छ। तिमीले कहिले पनि म खुसी भएको हेर्न चाहेनौ। अब यो जुनी त के, 1000 जुनीमा पनि हाम्रो भेट भएछ भने हामी एकअर्काको अपरिचित नै हुनेछौँ। तिमीले सोचेको पुरा भयो। अब हाम्रो यादहरूसँगै फोटो पनि जलाइदिनु। सक्दिनँ म। त्यसो भए गुड बाई। म आजसम्म वचनमा हारेको छैन। यदि तिमी मेरो भएनौ भने म कसैको पनि हुन दिन्न। याद राख। तपाईँलाई धोका दिए जस्तो भयो है। तर मेरो मनमा तपाईँप्रति अथाह माया छ। कहिलेकाहीँ जीवनको बाटोहरूमा सम्हालिएर हेर्दा पनि ठेस लाग्ने रहेछ। तपाईँ मेरो जीवनको त्यो पात्र भएर आउनुभयो, म जुनीसम्म पनि भुल्न सक्दिनँ। तपाईँलाई भन्नुपर्ने यदि धेरै शब्दहरू छन् कि यस्ता हजारौँ पानाहरूमा अटाउँदैनन्। यो जुनी त यस्तै भयो। यदि अर्को जुनी हुन्छ भने पक्कै पनि हामीले देखेका सपनाहरू पुरा गर्नेछौँ। जिन्दगीको अन्तिम भेट थियो तपाईँसँग। मलाई कहिले पनि माफ नगर्नु है। पापिनी पापन लागोस् छाडी गए नि। यदि कुनै दिन तिमीले मलाई छोडेर गयौ भने म त सहन सक्दिनँ होला है। किन यस्तो कुरा गरेको? म यस्तो गर्छु होला त? खै, शिवजी बोल्नुभयो? यहाँ एकजना महिलाको लास भेटिएको छ, तपाईँ तुरुन्तै यहाँ आउनु पर्यो।